सो हे गाइज वेलकम ब्याक माई अनदर न्यू ब्लग। तपाईँहरूलाई मेरो अर्को एउटा नयाँ ब्लगमा फेरि पनि स्वागत छ। आज चाहिँ आफ्टर लङ टाइमपछि लगभग 2-3 महिनाको ग्यापपछि तपाईँहरूमा चाहिँ एउटा नयाँ ब्लग लिएर आएको छु। र आजको ब्लग चाहिँ कुनै स्पेसल मतलब डेली ब्लग स्पेसल कुनै होइन। आज चाहिँ तपाईँहरूलाई जस्ट एउटा कुरा जानकारी दिनको लागि आएको। सो तपाईँहरूलाई चाहिँ ब्लग किन आएन भनेर धेरैलाई उत्सुकता भइरहेको थियो होइन। सोधि पनि रहेको थियो मेरो साथीहरूले किन ब्लग आउनु छोडेको भनेर कतिले होइन। सो अनि पर्सनल हेरिराख्ने साथीहरूले मेसेज गरेर सोधिराख्नु भएको थियो। सो म चाहिँ कोरियन भाषा स्टडी गर्दैछु। तपाईँहरू मेरो ब्लग हेर्नुहुन्छ भने त थाहा छँदैछ होइन। अनि त्यो कोरियन भाषा पढ्नुले गर्दाखेरि अनि कि 2-3 महिना यतादेखि चाहिँ एक्जाम हुने कुरा थियो र एक्जाम हुने भएपछि पढ्नु त पऱ्यो नि त होइन। अनि त्यही भएर मैले चाहिँ पढ्नको लागि भनेर केही समयको लागि चाहिँ मैले ब्लगिङलाई ग्याप गरेर पढाइलाई के भन्छ कन्टिन्यू दिएको थिएँ। अनि पढाइलाई कन्टिन्यू दिँदै गर्दाखेरि मैले चाहिँ ब्लग बनाउनु पाइनँ र कोरियन भाषा पढ्दै गर्दाखेरि अब ब्लग बनाउनु पनि टाइम नमिल्ने होइन, उता पढ्नु पनि टाइम नमिल्ने भएपछि चाहिँ मैले ब्लग बनाउनु छोडेर 2-3 महिनाको लागि ग्याप गरेको थिएँ। मैले युट्युबै नै चाहिँ छोडेर गएको होइन। सो अनि के भन्न आएको भने म चाहिँ अबदेखि चाहिँ डेली गाउँमा आइसकेको छु म चाहिँ होइन। अनि डेली ब्लग आउँछ र अहिले पनि म चाहिँ जङ्गलमा आएर काम गर्दैछु र ब्लग बनाएको जङ्गलमा काम गर्दै होइन। सो अनि त्यही भएर अबदेखि आउने जति पनि ब्लग छ तपाईँहरूमा चाहिँ डेली ब्लगहरू नभए डेली त हाल्न सक्दिनँ म होइन, टाइम अलि मिल्दैन कामहरूले गर्दा। भएसके डेली नै हाल्छु, नसके डेली नहाले पनि रेगुलर चाहिँ हालिबस्छु है। सो मेरो भिडियोहरूलाई सबैलाई नछुटाइकन हेरिदिनु चाहिँ नभुल्नु होला होइन। र अबको आउने ब्लगमा चाहिँ तपाईँहरूलाई होइन गाउँको लाइफस्टाइल कस्तो हुन्छ, गाउँमा कसरी जिन्छ त्यो कुराहरू त तपाईँहरूलाई थाहा छँदैछ होइन। सो अब आउने ब्लगतिर पनि हाम्रो चाहिँ डेली गाउँको लाइफस्टाइलहरू आफ्नो लाइफस्टाइलको ब्लगहरू होइन, गाउँको जिन्दगी कस्तो हुन्छ, गाउँलेहरू कसरी जिउँछन्, त्यो सबै कुराहरू चाहिँ तपाईँहरूले चाहिँ मेरो ब्लगमा देख्न पाउनुहुनेछ होइन। अब म कुनै प्रोफेसनल मान्छे चाहिँ होइन, त्यस्तो खालको स्पेसल ब्लग बनाउने होइन। अनि त्यही भएर सिम्पल हुन्छ मेरो ब्लग चाहिँ, त्यस्तो अरूको जस्तो प्रोफेसनल खालको पनि हुँदैन। राम्रो हुन्छ हुँदैन त्यो त थाहा भएन होइन। तर म जतिसक्दो आफूलाई राम्रो बनाउने कोसिस चाहिँ गर्नेछु आगामी ब्लगमा। र हिजो जस्तो गर्दै थिएँ आज त्यतिको कन्फिडेन्स चाहिँ हराउँदो रहेछ। मतलब पहिला जे गरिरहेको थियो त्यो कुरा चाहिँ अब गर्नु छोडेपछि हराउँदो रहेछ होइन। सो अनि मलाई पनि त्यस्तै कन्फिडेन्स फिल भइरहेछ। मतलब त्यो पहिलाको जस्तो कन्फिडेन्स चाहिँ आउनु छाडिसकेको छ होइन ब्लग बनाउँदाखेरि। सो अनि त्यही हो गाइस, अबदेखि आउने ब्लगहरू डेली आउँछ अथवा डेली नभए नि छुट्याउँदै आउँछ। तर मेरो ब्लगहरूलाई हेरेर लाइक सब्सक्राइब चाहिँ गरिदिनु होला र तपाईँको प्रतिक्रिया कमेन्ट मार्फत छोड्दै गर्नु होला। तपाईँहरूलाई म जति सक्दो राम्रो ब्लगहरू बनाएर देखाउने कोसिस गर्नेछु। लगभग 2-3 महिनाको ग्यापमा राख्दै गर्दाखेरि चाहिँ मेरो च्यानल चाहिँ मतलब डाउन भएको छ होइन। सबै सब्सक्राइबरहरू पनि घटेको छ हल्का। सो तै पनि केही छैन, अब मान्छेले हरेक कुराहरू जिरोदेखि नै सुरु गर्छन्। म पनि जिरोदेखि नै फेरि जिरोदेखि सुरु गर्दैछु, त्यत्रो माथि उठेर फेरि डाउन भएर फेरि उठ्नुपर्नेछ। सो सपोर्ट चाहिँ गरिदिनु होला र साथ सपोर्ट दिनु होला। र आजको ब्लग चाहिँ यति नै तपाईँहरूलाई जानकारी दिनको लागि भनेर ल्याएको थिएँ। सो यो भिडियोलाई एक लाइक र च्यानललाई सब्सक्राइब गरिदिनु होला ताकि आगामी दिनको ब्लग हेर्नलाई नछुटोस् भनेर। यति भन्दै बिदा हुन्छु, बाई।